हेलो गुड मर्निङ सबैजनालाई। मैले फर्स्टमा उठेर चाहिँ ब्रस गरेँ, त्यसपछि मैले मुखसुख धोएर आफ्नो मुखलाई यसरी पुसेँ। फ्रेस भएर मुखसुख पुसिसकेपछि मैले आफ्नो स्किन केयर त गर्नै पर्यो, मोइस्चराइजर लगाएँ स्किनमा। अनि त्यसपछि चाहिँ मैले अब आज धेरै कामहरू पनि थियो, मन्दिर जान्थेँ, चिया खाइहालौँ भनेर चिया खाएँ। अनि त्यसपछि चाहिँ मम्मीले दाल बिसाल्नु भएको थियो, दालहरू हेरेँ। अनि त्यसपछि मैले त्यो आलु अचार बनाउनलाई आलु सालु सबै छोडाएँ। अनि त्यसपछि भाँडा पनि धेरै थियो नि त, अनि भाँडा पनि अब माझिहालौँ पछि धेरै हुन्छ भनेर मैले भाँडाहरू पनि धोएँ। त्यसपछि चाहिँ म रुम सफा गर्न लागेँ। उठेर बेड पनि मिलाएको थिएन, अनि सबै रुमहरू पनि सफा गर्नु पर्यो आज भनेर अनि रुमहरू सबै सफा गरेँ। आफ्नो लुगाहरू आफ्नो सुटकेसमा राख्दै, अनि सबैको लुगाहरू आफ्नो ठाउँमा राख्दै सबैको ठाउँमा। अनि त्यसपछि मम्मी बाबाको फर्स्टमा चाहिँ रुम सफा गरेँ। अनि त्यसपछि चाहिँ मेरो रुमको पालो। अनि मैले आफ्नो रुम पनि सबै सफा गरिसक्यो भने चाहिँ त्यहाँ दनहरू ओछ्याएँ। यो मैले फोहोर भएको थियो, अनि मैले हिजो सुकाएको थियो, अनि त्यही भएर अनि पानीमा पनि बोतलमा पनि पानीहरू भरेँ। अनि त्यसपछि मैले बरेन्डाहरू सफा गर्नतर्फ लागेँ। त्यसपछि बरेन्डा सफा गरिसक्यो भने चाहिँ अब बेसिन पनि कस्तो फोहोर भएको थियो, अनि बेसिनहरू पनि सबै सफा गरिसकेपछि ओरियोको कपाल कोरिदिएँ। त्यसको रौँ कति झर्छ क्या, अनि त्यही भएर त्यो कपाल कोरिदिएँ। अनि एकछिन त्यसलाई खेलाएँ छतमै। अनि त्यसपछि चाहिँ मैले अब रेडी हुनु पर्यो भनेर फर्स्टमा मैले नुहाएँ, मन्दिर जानलाई नुहाएँ। अनि त्यसपछि यो चाहिँ मैले रेडी भएको भिडियो हेर्न सक्नुहुन्छ। अनि त्यसपछि हामी सबै ग्रुप बनाएर यसरी गइरहेको थियौँ, हेर्न सक्नुहुन्छ। कस्तो रमाइलो पो हुन्छ त्यस्तो ग्रुप बनाएर जाँदा होइन। अनि त्यसपछि हामी मन्दिर पुग्यौँ, मन्दिरमा एकछिन दर्शन गऱ्यौँ, 1-2 घन्टा स्पेन्ड गऱ्यौँ। अनि त्यसपछि घर आएर मजाले गम खाना खाएँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।